कपाल काट्न जाँदा यस्तो खाइयो। ढुङ्गा मुनि देउता भेटे जस्तै गोजामा हात हाल्दा पैसा भेटियो। अनि यो पैसाको के गर्ने भनेको त? तेरो यति लामो कपाल छ, काट्न कपाल भन्छ यार। तेरो पनि छ त, काट्न त भनेको त। जाम त हिँड काट्न, जाम हिँड भन्छ। अनि जाम त हिँड काट्न जाम भने मैले पनि। अनि हामीहरू जान लाग्यौँ कपाल काट्न। कहीँ पनि होइन, हामीहरू जान लाग्यो सिधै सिस्टर एन्ड ब्रदर युनिक सेलुनमा हो। अनि भित्र छिरिसकेपछि फर्स्टमा चाहिँ त काट भन्छ मलाई। अनि काटिने त मैले साँच्ची काटेँ भनेर सुरुमा चाहिँ फर्स्टमा मैले काट्न लागेँ कपाल। अनि कपाल काट्न लागेँ मैले। कपाल काटिसकेपछि हामीहरू चाहिँ बाहिर निस्किएर अनि हामीहरू चाहिँ घरतिर जान लाग्यौँ। घरतिर जानुभन्दा पहिला चाहिँ लास्टिनी भोक लागिरहेको थियो। अनि के खाने भनेको त चाउमिन खाऊँ भो भन्छ त। अनि जाऊँ त चाउमिन खाऊँ भन्यौँ। अनि हामीहरू छिर्यौँ एउटा ढाबाभित्र। मजामा गइसकेपछि हामीले चाहिँ 2 प्लेट चाउमिन अर्डर गरेर चाहिँ हामीले खान सुरु गऱ्यौँ। अनि हामीले खानालाई खाइसकेपछि सुल भाइले त अनि चाउमिन खाएर त गाडीमा अड्कायो। अनि पानी खान लागेको त पानी खोस्दिएको त अनि बिहोस भएको उडिन काट्छ। अनि फेरि एकैछिन उठेर चाउमिन खान लागेको। कौन है ये लोग? कहाँ से आते हैं? चाउमिन खाइसकेपछि हामी त्यहाँबाट निस्केर घरतिर लाग्नुलाई। अनि आजको भिडियो यति नै, बाइ बाइ।